सो कालो चस्मा छ भन्दैमा घामबाट बचाउँछ भन्ने हुँदैन है। युभी प्रोटेक्सन, पोलराइज र टिन्ट भने के हो हैन, तीनटा चस्माहरुको डिफरेन्स यो भिडियोमा है त। सबभन्दा पहिला हामी युभी प्रोटेक्सनको बारेमा कुरा गरौँ। युभी प्रोटेक्सन भनेको सबभन्दा मोस्ट इम्पोर्टेन्ट कोटिङ भयो सनग्लासेसहरु अथवा चस्माहरुमा है। यसले चाहिँ घामको विकिरणहरुबाट बचाउँछ है। यो भनेको चाहिँ छालालाई सनस्क्रिन लगाएको जस्तै आँखाको लागि चाहिँ सनस्क्रिनको काम गर्दछ। युभी प्रोटेक्सन एउटा नर्मल क्लियर खालको ग्लासमा पनि युभी प्रोटेक्सन हुन सक्छ। ग्लास कालै हुनुपर्छ भन्ने हुँदैन है। त्यसमा युभी प्रोटेक्सन छ कि छैन त त्यसले डिटरमाइन गर्छ। युभी रेजहरु तीनटा खालको हुन्छ, युभीसी, बी, ए। सी भनेको चाहिँ एटमोस्फियरमै हाम्रो ब्लक हुन्छ भने, बी चाहिँ हाम्रो स्किनलाई ट्यान गर्ने हैन, स्किनलाई बर्न गर्ने गर्छ भने, युभी ए चाहिँ हाम्रो आँखा भित्र पेनिट्रेट गर्ने क्षमता राख्छ। सो त्यही भएर युभी प्रोटेक्सन भएको चस्मा लाउनु चाहिँ एकदम जरुरी हुन्छ। सो सेकेन्डमा हामी कुरा गरौँ पोलराइज्ड। पोलराइज्ड चस्मा मसँग यहाँ छ। पोलराइज भनेको खोलामा हैन, तालहरुमा त्यहाँ चाहिँ जुन लाइट टल्केर आउँछ ठोकिएर त्यस्तो खालको लाइटहरु हैन, हिउँमा जाँदाखेरि पहाडमा हिउँमा जाँदाखेरि त्यस्तो खालको लाइटहरु ठोकिएर रिफ्लेक्ट भएर आउँछ, त्यस्तो खालको लाइटलाई चाहिँ यसले ब्लक गर्ने हो। सो कन्ट्रास्टहरु बढाउँछ यसले हैन, क्ल्यारिटी बढाउँछ। तपाई घाममा जाँदाखेरि यसरी आँखा खुम्चेर हिँड्नुपर्छ नि त, हो त्यस्तो छ भने पोलराइज लायो भने कम्फर्टेबल हुने भयो। यदि पोलराइज मात्रै हो भने चाहिँ यसमा युभी प्रोटेक्सन हुँदैन है, डिफल्टली हुँदैन। अलग अलग खालको फिचर हो, फिल्टर हो है। काम कसरी गर्छ भन्दाखेरि यसमा यस्तो खालको फिल्टर हुन्छ जसले होरिजोन्टल लाइटहरुलाई चाहिँ ब्लक गर्छ, भर्टिकल मात्रै पास हुने गर्छ, जसले गर्दाखेरि क्लियर देखिने हो। टिन्ट भनेको के हो भन्दाखेरि कलर गर्ने है, के कुरालाई पनि कलर गर्नलाई टिन्ट भन्छ। सो नर्मल खालको एउटा सिसामा कलरिङ गर्ने हैन, कालो कलर, रातो कलरहरु, पिंक यसरी टिन्ट गर्ने है। सो टिन्ट भनेको मेनली तपाईको एस्थेटिक, फ्यासन रिलेटेड हैन, स्टाइलको लागि युज हुने भयो। सो यो ग्लास चाहिँ टिन्ट हो।